हाई दर्शक नमस्ते वेलकम ब्याक माई युट्युब च्यानल इट्स मी बाबु दाई साथीहरू यति बेला म गाउँमै छु है अनि हामी गाउँ आएदेखि चाहिने पानी परेछ गाउँतिर बर्खा लगाइसकेको छ तपाईँले वेदर हेर्न सक्नुहुन्छ यस्तो बवाल छ साथीहरू है एकदम फ्रेस मेन भइरहेको छ अनि साथीहरू गाउँ आएर चाहिँ मैले भ्लग बनाउने सोचेको थिएँ तर सोचे जस्तो भएन भ्लग चाहिँ खासै बनाउन पाएन बिजी भइयो गाउँकै कामहरूमा अनि साथीहरू च्यानलमा चाहिँ तपाईँ नयाँ हुनुहुन्छ भने कृपया सब्सक्राइब गर्नुहोला मेरो भिडियो कन्टेन्ट चाहिँ तपाईँहरूलाई कस्तो लागिरहेको छ त्यो पनि कृपया कमेन्ट गर्नुहोला है त साथीहरू अनि हामी 2-4 दिनमा फेरि पोखरा फर्किन्छौँ अनि पोखरा गएपछि हामी ट्रेकिङ जाने हाम्रो प्लान छ सो तपाईँहरूले चाहिँ भिडियो चाहिँ अन्तिमसम्म हेर्नुहोला र नयाँ भिडियोको लागि चाहिँ तपाईँहरूले अपडेट पाइराख्नुहुनेछ त्यस्तो राम्रो बोल्न चाहिँ साथीहरू मलाई आउँदैन त्यही पनि कति कुरा चाहिँ मिलाएर बुझिदिनु होला सिक्दैछु है तपाईँहरूले बुझ्ने हुनेछ अनि साथीहरू विशेष त केही छैन आजको भ्लगमा अनि अलि दिन ग्याप भयो त्यही कारणले मैले भ्लग चाहिँ यत्तिकै बनाइरहेको छ अनि हामी गाउँ आएर कन्टिन्यू पानी परिरहेको छ अहिले चाहिँ ठ्याक्कै 8 बजिसक्यो घाम पनि आयो बिहान पनि पानी पऱ्यो फेरि अनि हेर्न सक्नुहुन्छ तलतिर बादलहरू एकदम बवाल छ साथीहरू आज चाहिँ त्यतिकै घरको खानपिनको नर्मल भिडियोहरू चाहिँ युट्युबमा आज चाहिँ हाल्छु र आगामी दिनमा अझ राम्रो कन्टेन्ट राम्रो भिडियो बनाउने म प्रयास गर्छु है त एकछिन सिनेमेटिक भिडियो चाहिँ म तपाईँलाई देखाउँछु सर्प गाइस सर्प चाहिँ काँचुली फेरेर गएछ हिजो अस्ति हो र राति फेरि हो नि त मम बिहान फेरि आज फेरि उठ्यो भने आउँछ भनेर हल्का थिए त कुल थिएलाई पनि हल्का यस्तो छ आजको मौसम गाइस म चाहिँ यता डाँडातिर हो तर बाटो नरहेछ यस्तो छ यस्तो छ गाइस र बस्दा घरको कामले अलिकति एक्सर्साइज गरौँ भनेर आज यसो हाइकिङ थोरै उकालो चढौँ भनेर त्यो साथीहरू म यता माथि डाँडातिर जान लागेको लेकतिर तर जमानाको बाटो यस्तो भएछ बाटै छैन खरभिर मात्रै छ मौसम यस्तो छ फेरि आजको ल साथीहरू माथि डाँडामा गएर म तपाईँहरूसँग फेरि भेट्छु है त अहिलेलाई हिँड्नुपर्ने हुन्छ म घाँस पनि काट्दैनन् आजभोलि बाटोको हालत त्यस्तो छ यार बादलले छपक्कै ढाक्यो है त गाई जङ्गल यस्तो छ पुरै छपक्कै बर्खा पक्कै लाग्यो है त यस्तो छ आधा घन्टाको बाटोपछि यहाँ आइपुग्यो है त गाई यत्रो जङ्गलको बिचमा एक्लै छु त है त एउटा मन्दिर छ यहाँ है त सिद्ध थान मन्दिर छ यसलाई ढोकेर जानुपर्ने हुन्छ पहिला चाहिँ पुरानो मन्दिर थियो अहिले चाहिँ अलि कति राम्रो भएर रहेछ जङ्गल हेर्न सक्नुहुन्छ गाइस ओहो तपाईँहरूले हेर्नुभयो कि छैन गोरे र काशीको फिल्ममा भएको सिन छ यहाँ त ल ओहो डरै लाग्दो
एक्लै छु नि त बादल छ सुनसान छ हु यो बादल हाटेको भए चाहिँ तलको भ्यूहरू चाहिँ एकदम सोलिड देखिन्थ्यो साथीहरू है कस्तो लागिरहेको छ भ्लग कमेन्ट गर्नु होला ट्राभल ट्रेकिङ गर्ने चाहिँ एकदम ठुलो उद्देश्य रुचि हो के भनौँ न मेरो सँगै बाइक राइडिङ पनि एकदम ठुलो लक्ष्य छ मेरो हेरौँ आगामी दिनहरूमा केही हुन्छ कि मन्दिर देखाउँ है त तपाईँहरूलाई श्री कुमेरदुङ वडा नम्बर 1 सिद्ध मन्दिर भनेको छ है यस्तो छ यो बाटो आएको म माथि डाँडातिर जाउँ है त साथीहरू एक्लै हिँड्नुको पनि छुट्टै मजा छ छुट्टै इन्जोय छ है त साथीहरू मान्छे त खासै राम्रो थिएन यस भ्लग राम्रो गर्ने कोसिस गर्दैछु भ्लग चाहिँ अलिकति लामो हुनसक्छ साथीहरू आज है अगाडिपट्टि यस्तो रेलिङ बनाएको रहेछ कहाँ आएको जस्तो सिन भइरहेछ है त पुरै तल बादल एकदम बस्ने ठाउँ पनि चिटिक्क परेको छ यो तल फाँट छ साथीहरू बादलले गर्दा केही देखिएन आज यहाँबाट चाहिँ 360 एङ्गलको पुरै भिडियो देखिन्छ यतापट्टि घना जङ्गल छ भने यो तलतिर चाहिँ भिर छ है साथीहरू फेरि जङ्गलभित्र छिरौँ त एक लट एउटा दामी फोटोसुट गर्नुपर्छ थम्बनेलको लागि यो ठ्याक्कै लोकेसन भन्नुपर्दा यहाँ लेखिएको छ एक लट देखाउँछु है त कुमेरदुङ पार्क त्यहीजनाले चिन्नुभएको छ नयाँ साथीहरूले हेर्नु होला मजाले जङ्गलमा एउटा मात्रै एउटा बबाल फोटोसुट गर्छु है त यति नै हो साथीहरू अझ बादल आएको छ अनि बादल नलाउने बेलामा यस्तै समय मिल्यो भने फेरि देखाउँला है त आज चाहिँ एउटा गाउँघर आएपछि देखाउन त पर्यो होइन आफ्नो ठाउँ एक्लै साथीहरू यो जङ्गल देख्न सक्नुहुन्छ कि एकदम पुराना रुखहरू छ कोही छैन एउटा फोटोसुट गर्छु है त साथीहरू ओ माई गॉड